चाहिँ मेरो फर्स्ट भ्लग हो न्यू भ्लग है। लामो अरू चाहिँ सर्ट बनाउँथ्यो अनि आज चाहिँ हामी टिहपतिर घुम्न आएको चाहिँ मम्मी बाबाहरूसँग। अनि हाम्रो हिपहप गर्ल चाहिँ यहाँ हुनुहुन्छ। यहाँ चाहिँ प्रिटी गर्ल भन्नु न आफ्नै तारिफ आफै हान्दैछु नि गाइस। टिहप हेर्नुहोस् कस्तो दामी दामी छ। फर्स्ट टाइम आएकै जान्छ हामी टिहप। हामी चाहिँ फर्स्ट टाइम आएको हो। यहाँको खाना यस्तो मिठो छ नि कि मार्नु रेस्टुरेन्ट। आई रेकमेन्ड गाइस। कस्तो दामी छ। यहाँ आइदिनुहोस् होला 5 मा 5 स्टार दिन्छु म यहाँ चाहिँ। काका भिट्टामा हो यो कुन ठाउँ हो? मेचीनगर 6 भट्टराई चोकमा हो। मेचीनगर छेउ। मेचीनगर आएछु चाहिँ ब्याकग्राउन्ड यस्तो छ हो। कस्तो राम्रो छ। यो चाहिँ भित्रको एरिया हो। दामी छैन यहाँ पेन्टिङ सानो बच्चाको एउटा म अरे हो यो साथी। यो आतिको यो चाहिँ हाम्रो ओपिनियनहरू लेख्नुपर्छ टिहपको बारेमा। अब चाहिँ हामी घरतिर लागेको टिहपदेखि धेरै नराम्रो लागिरहेको मलाई। टिहपको खानेकुरा यस्तो राम्रो बाटो ह्यान्डसिकेटातिर भन्दैछ। यहाँ चाहिँ ह्यान्डसिकेटा नभयो भने दामी थियो नि त। भ्यू थियो, फुड थियो, राम्री दिदी मतलब सबैले यहाँ चाहिँ रेस्पेक्ट गर्ने क्या। सबैले यहाँ रेस्पेक्ट गर्ने क्या। सबैले मतलब त्यो वेटरहरूले पनि यस्तो राम्रो छ। हामी चाहिँ बाटोतिर निक्लिँदैछ अनि हामी चाहिँ बल्ल तल्ल भएर टिहपबाट निक्ल्यौँ। अब चाहिँ हामी घरतिर जाँदैछौँ। यस्तो छ नेपालको यो ज्यादा खाइसक्यौँ कि हामीले। बाटो नगर। यहाँ चाहिँ हामी सब्जी किन्न आएको छौँ। यहाँ ठेलाबाट मम्मीले किन्दै हुन्छ। यहाँको चाहिँ यस्तो बजार छ। चाहिँ यहाँ कटेर आइसक्यौँ। मम्मीहरू चाहिँ उता ठेलामा सब्जीहरू किन्दै हुन्छ है। मेरो चाहिँ यो फर्स्ट भ्लग हो अनि मलाई चाहिँ केही नलेज छैन क्या यो कसरी भ्लग बनाउँछ। अनि त्यत्तिकै अल्छी लागेर बनाएको। मम्मीले चाहिँ कागती किन्नु भएको रहेछ किनभने म हरेक सब्जी हरेकमा चाहिँ मलाई उयो कागती चाहिँ चाहिन्छ क्या। त्यसैले मम्मीले किन्दै हुन्छ। यहाँ मैले चाहिँ किनेँ यो जुस यस्तो मिठो हुन्छ नि यो जेली जुस त्यही भएर किनेको। अब घरतिर जाँदै गर्छु। हामीले सबैले किनिसक्यौँ यो कस्तो मिठो हुन्छ नि। सबैलाई बाँधेको मात्रै दिन्नै भनेर म चाहिँ यसको लागि लोभी छु क्या। म यस्तो मिठो हुन्छ त्यही भएर सबैलाई किनेको। अब जाने घरमा गएर सुत्ने गरिरहेको छु। अब खाना पनि खाँदिनँ त्यहाँबाट यत्रो खाएको। बाई बाई सी यु इन नेक्स्ट भ्लग। आजको लागि चाहिँ यति नै। सब्सक्राइब र लाइक गर्ने चाहिँ नभुल्दिनु होला। बाई बाई। सपोर्ट चाहिँ गरिदिनु होला है। मेरो यो फर्स्ट भ्लग हो। बाई सपोर्ट गर्नु भन। मेरो च्यानलमा बाई बाई।